हामी दुईजना चाहिँ आज बुटवलबाट सुनौलीको लागि भनेर हिँडिरहेका छौँ र आज हाम्रो बहिनीले ड्राइभ गरिरहेकी छे। हामी चाहिँ जयकुटी निस्किन्छौँ अब यहाँ सिधै इटापट्टिको बाटो कालिका पथको बाटो हुँदै। यतिखेर हामी आइसकेका छौँ होराइजन चोकनिर। यो हाइटेन्सनको पुल चाहिँ होराइजन चोक हो र अब हामी जयकुटी निस्किसक्यौँ। यतिखेर डी क्रन इनमा आइसकेका छौँ र अब भने हामी शङ्कर नगर कटिसक्यौँ। मेरो यात्रा चलिरहेको छ सुनौलीसम्मको। देख्न सक्नुहुन्छ तिलोत्तमा नगरपालिकाको यो बाटो अत्यन्तै सुन्दर दृश्य रहेको छ। 6 लेन बाटो, त्यसमाथि हाम्रो बहिनीको ड्राइभ। ल हामी मणिग्रामको ट्राफिक लाइटमा एकछिन बस्यौँ र ग्रिन सिग्नलसँगै हामी अगाडि बढिसकेका छौँ। अगाडि जाँदै थियौँ अन्त अगाडि एउटा लामो लाइन आएको थियो। त्यो लाइन के को रहेछ भनेर हामी एकछिन हेऱ्यौँ। त्यसपछि त बुटवलवासीहरूले ठक्क बुलेट बाइकमा अब के को यात्रा थियो हामीले पुरै त बुझ्न सकेनौँ, तर लाइन भने साह्रै लामो थियो। 200-300 भन्दा बढी बुलेट बाइकहरू थियो होला। केही अगाडि सेक्युरिटीसँगै सर र लो लाइनबाट रेली चलिरहेको थियो। हामीले मजाले हेऱ्यौँ एकैछिन। अनि बुलेट बाइक चलाउने एकजना लेडिजलाई देखि बहिनीले त्यसपछि झन बाइक घुइकाउन थाले। अनि त्यसलाई पनि मैले भनेको थिएँ बाइक यस्तै चलाउनु पर्छ भनेर। केटीहरूलाई बाइक चलाएको चाहिँ बवाल सुहाउँछ कि, त्यो स्कुटी भन्दा यो बाइक चलाएको धेरै सुहाउँछ। अनि हाम्रो बहिनीको चाहिँ अब उमेर सानो, अनि स्प्लेन्डरबाट ट्रायल कटाउने अनि लास्टमा गएर एफजेड चलाउँदाखेरि हल्का हेभी त भइहाल्छ। अनि त्यसैमाथि अब फर्काउन यताउति अब इनकेस पल्टिहाल्यो भने उठाउन पनि धेरै समस्या। हामी कुरा गर्दै गर्दै हामी कोटी अब आइसक्यौँ। अनि अब नजिकै छ भैरवा पनि। देख्न सक्नुहुन्छ साइडको ठुल्ठुलो होटेलहरू, भैरवा नजिकैका होटेलहरू। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ नि त, विमानस्थल बनेको छ भैरवाबाट 4 किलोमिटर पश्चिमतर्फ। त्यसैलाई केन्द्रित गरेर भैरवामा ठुल्ठुलो होटेलहरू खुलेका छन्। र अब अगाडि देख्न सक्नुहुन्छ यो भनेको हाम्रो यो देवकोटा चोक हो, भैरवाको देवकोटा चोक। सिधै गयो भने भैरवातिर गइन्छ। अनि हामी अब लाग्यौँ सुनौलीतर्फ। सुनौलीको यो ठ्याक्क चेक गर्ने ठाउँ आयो, चेकिङ पोइन्ट। मेन गेट त पछाडि छ, तर यो एउटा के भन्छ भन्सा चेक गरिसकेपछि चाहिँ यहाँ आएर नि चेक गर्ने गर्छन् हाम्रो नेपाली प्रहरी एपिएफ टोलीहरूले। यो साइडमा त्यही चेकिङ नै चलिरहेको छ। निर्वाचनले गर्दा होला सायद एकदम कडा चेकिङ, सबलाई कडा चेकिङ भइरहेको छ। र यो साइडमा भएको ट्रकहरू, यताबाट जाँदै गरेको ट्रकहरू भने नेपालबाट सामान छोडेर जाँदै राति जाने होला र उताबाट आउँदै गरेको चाहिँ फेरि चेकिङको लागि बसिरहेको। अब हामी चाहिँ बेलहिया भनेको हाम्रो सुनौली बोर्डर, यो चाहिँ हाम्रो नेपाल भारत जोड्ने बोर्डर हो। र यो गेट नेपालको गेट